एकदमै ग्राउन्ड रुटदेखि नै एकदमै सक्सेस हुने आउनुभएको छ। जहाँ डिफिकल्ट देख्नुभएको छ त्यहाँ तपाईँ सक्सेस हुनुभएको छ। र मेरो प्रश्न चाहिँ तपाईँलाई के छ भने जसरी तपाईँले सिंहदरबारको एउटा भित्तामा सेतो भित्तामा रातो पेन्ट फाल्नुभयो र यसको पछाडि चाहिँ तपाईँको मूल उद्देश्य के थियो र तपाईँले यो गरेपछि परिवर्तन के पाउनुभयो, म चाहिँ यो जान्न चाहन्छु। त्यति नै हो। धन्यवाद। अलिक कुरा त सोचेभन्दा बढी राजनीतिकतिर ढल्किन थाल्यो है, माफ पाउँ होइन हजुर। त्यो रङ छाप्दाखेरि चाहिँ यो जेठ 9 गते पहिलोचोटि रङ छापेको हो। त्यति बेलामा चाहिँ हामीले रातो रङ छाप्नु पछाडिको उद्देश्य चाहिँ के थियो भने रातो रङले चाहिँ प्रतिबिम्बित गर्ने भनेको एउटा हिंसा, एउटा अहङ्कार होइन, एउटा रक्तपातको सम्भावना। अनि मैले अघि भने जुन त्यो अभिभावकत्वको कमी महसुस भइरहेछ भनेर, अनि त्यो चाहिँ किन भयो भनेर प्रश्न गर्दाखेरि चाहिँ नेपाल राज्यमा चाहिँ जहिले पनि इतिहास हेऱ्यो भने सिंहदरबार भनेको चाहिँ जहिले पनि एउटा माथि एउटा सिंहदरबार छ, एउटा माथि एउटा काठमाडौँ छ, एउटा माथि शासक छ। अनि शासकहरूले चाहिँ टुक्रा टाक्री चाहिँ तलको मान्छेहरूलाई बाँड्ने हो होइन। यो जुन अब 7 सालमा प्रजातन्त्र आएपछि चाहिँ हामी अब के भन्छ एउटा जनता भयौँ होइन, अब हामी दुनियाँ होइनौँ, हामी रैती होइनौँ भनेर एउटा त्यो भाषणमा त कुरा भयो, तर त्यो व्यवहारमा लागू भएन भनौँ न। अनि त्यो रातो रङ छापेर चाहिँ सिंहदरबारको वास्तविक प्रवृत्ति चाहिँ यही दमन, यही हिंसा अनि यही यो जुन बक्सिसवाद छ त्यही नै हो। त्यो अहिलेसम्म परिवर्तन भएको छैन। अनि यो परिवर्तन भएन भने चाहिँ हाम्रो देशमा रक्तपात हुनसक्छ, हाम्रो देशको अस्तित्वमा माथि नै सङ्कट आउन सक्छ भनेर त्यो कुरा औलाउनु थियो। अनि यसले चाहिँ ल्याएको परिवर्तन चाहिँ अब अहिले फर्केर हेर्दाखेरि हुन त त्यो अब क्रेडिट लिने कुरामा चाहिँ हामी एकदम कमजोर छौँ होइन, हाम्रो त्यो कुरामा कति त्यो ध्यान गएन। तर त्यसले चाहिँ त्यो जस्तो हामीले त्यो रङ छाप्नुभन्दा अगाडि चाहिँ मैले त्यहाँ एउटा फोटो पनि लिएको थिएँ, त्यो ठ्याक्कै पृथ्वीनारायण शालीको अगाडि बसेर होइन। अनि त्यति बेलामा चाहिँ यो स्वदेश बचाउन चाहिँ सबैलाई समेटौँ भन्ने कुरा चाहिँ राखेको थियौँ। अनि त्यसपछि चाहिँ त्यो कुरा अगाडि बढ्दाखेरि चाहिँ अब त्यो बेला चाहिँ हामीले माग गरेर चाहिँ के थियो भने राज्यको तर्फबाट चाहिँ एउटा सबै मार्जिनलाइज जनताहरूको हकमा परिभाषित चाहिँ कसरी गरेको थियो भने मधेसी, थारू, आदिवासी जनजाति, महिला, दलित, मुस्लिम लगायत पहुँच नभएको खसारिएको हकमा पनि राज्यबाट चाहिँ एउटा क्षमा आउनु पर्यो होइन। विगतमा गल्तीहरू भएको छन्, विगतमा त्रुटिहरू भएको छन्, तर अब हामी यो जुन यो बक्सिसवादको प्रवृत्तिलाई चाहिँ सच्याएर चाहिँ हामी अब अलिक फराकिलो किसिमले अलिक उदार किसिमले अगाडि बढ्न चाहन्छौँ होइन। जुन अब रविन्द्र मिश्रजीहरूले पनि भन्नुहुन्छ एउटा अब परोपकारी राज्यको अवधारणामा चाहिँ अगाडि बढ्न चाहन्छौँ भन्ने किसिमको त्यो किसिमको प्रतिबद्धता चाहिँ खोजेको थियौँ हामीले। त्यो प्रतिबद्धता चाहिँ आएन। तर यसले चाहिँ दबाब चाहिँ कहाँ पुग्यो भने र यो चाहिँ जुन त्यो पैदल यात्राको हकमा पनि अनि यो रङ छापेको घटनाको हकमा पनि त्यसले चाहिँ यहाँ काठमाडौँमा चाहिँ जुन एक्जिस्टिङ डिबेट थियो होइन, वा मधेसलाई हेर्ने दृष्टिकोण थियो त्यसलाई चाहिँ धेरै हदसम्म सिफ्ट गर्न सहयोग गरेको चाहिँ अहिले फर्केर हेर्दाखेरि चाहिँ महसुस भएको छ कि चाहिँ यो मधेसको सवाल भनेको चाहिँ देशको अस्तित्वको सवालसँग पनि जोडिएको सवाल हो कि हामीले चाहिँ समेट्नु पर्ने भनेको चाहिँ भारतलाई होइन, हाम्रै देशकै जनसमुदायहरूलाई हो। अनि सबैलाई नसमेटिकन चाहिँ यो संविधान कार्यान्वयन हुन सक्दैन, देशमा एउटा स्थिरता हुन सक्दैन, चुनावहरू हुन सक्दैनन्। त्यसले गरेर चाहिँ फेरि हामी जुन यात्रा हामीले अब भनौँ न 62-63मा प्रारम्भ गरेको थियौँ, वा भनौँ न जुन यात्रा माओवादीले 51-52 साल अगाडि प्रारम्भ गरेको थियो, फेरि हामी त्यही मोडमा फर्किनुपर्ने बाध्यताकारी अवस्था चाहिँ आउन सक्ने। अनि त्यो अवस्थामा चाहिँ देश टुक्रिन सक्ने वा साम्प्रदायिक दङ्गा फसाद हुन सक्ने वा फेरि नयाँ किसिमको अस्थिरता सुरु हुन सक्ने त्यो रियलाइजेसन चाहिँ काठमाडौँमा चाहिँ आयो जस्तो चाहिँ लाग्छ। अनि त्यसले गरेर चाहिँ त्यो जुन त्यसपछि सरकार परिवर्तन भयो, सरकार परिवर्तन हुँदाखेरि चाहिँ यो जुन नयाँ सरकार भन्यो त्यसको म्यान्डेट चाहिँ के थियो भने हामी सबैलाई समेट्छौँ होइन, हामी यो समस्या सुल्झाउँछौँ भन्ने म्यान्डेटमा यो सरकार बनाएको हो। अनि अहिले पनि जुन किसिमको चाहिँ यो संविधान संशोधनको कुरामा, संविधान कार्यान्वयनको कुरामा अनि चुनाव गराएर चाहिँ संविधान संस्थागत गरेर देशलाई स्थिरता र आर्थिक विकासको बाटोमा डोर्याउने भनेर जुन एउटा डिबेट वा भनौँ न वा जुन एउटा आइडिया चाहिँ इस्टाब्लिस भयो, त्यसमा चाहिँ त्यो घटनाको चाहिँ ठुलो भूमिका रहेछ भनेर चाहिँ अहिले फर्केर चाहिँ हेर्दाखेरि चाहिँ महसुस भइरहेको छ।